विभिन्न किसिमको मिडियाहरूले मलाई बदनाम गर्न खोजिरहेको छ। उहाँले एउटा भिडियोमा राखेको छ देवराज यादव पत्रकारले र भन्सारलाई गाली गलौज पनि समेत गरेका यदि म कसैलाई गाली गरेको छु भने प्रमाणित गर्नुस्, नदन तपाईमाथि म मुद्दा हाल्छु। क्यामेरा खोज्ने प्रयास गरौँ। दर्शक पनि यहाँहरूलाई जानकारी गरौँ, म आज के विषयमा रिपोर्टिङ गरिराखेको छु तपाईलाई यही भिडियो मार्फत म यहाँहरूलाई जानकारी गराउन खोजिराखेको छु। केही दिन अगाडि मात्रै म सुनसरी भन्सार कार्यालयको रिपोर्टिङ गर्न पुगेको थिएँ र त्यही भन्सार कार्यालयको रिपोर्टिङ गर्दाखेरि एकजना स्थानीयले मसँग अभद्र व्यवहार गर्यो, माइक क्यामेरा खोज्ने प्रयास गर्यो, अभद्र व्यवहार गरेको छ, मसँग अनुमान छ। सुनसरी भन्सार कार्यालयको काला कर्तुत म देखाइरहेको छु। प्रहरीहरू यसरी ड्युटीको बेला हामीलाई कुनै सुरक्षा दिइरहेको छैन। विभिन्न किसिमको मिडियाहरूले मलाई बदनाम गर्न खोजिरहेको छ। उहाँले एउटा भिडियोमा राखेको छ देवराज यादव पत्रकारले र भन्सारलाई गाली गलौज पनि समेत गरेका। यदि म कसैलाई गाली गरेको छु भने प्रमाणित गर्नुस्, नदन तपाईमाथि म मुद्दा हाल्छु।